गुड मर्निङ एभ्रिवान। आज म नेपाल समाचार पत्रमा प्रकाशित लोकसेवा सामग्री वस्तुगत प्रश्नोत्तर लिएर नयाँ भिडियो बनाउँदैछु। हजुरहरूले वेबसाइटमा हेर्नुहुन्छ भने त उहाँबाट पाइहाल्नुहुन्छ। यदि त्यहाँबाट हेर्नुभएको छैन भने चाहिँ हाम्रो युट्युब च्यानलबाट वस्तुगत प्रश्नोत्तरको भिडियो छ। हजुरहरूले फर्स्ट टाइम हाम्रो युट्युब च्यानललाई हेर्दै हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गर्नुहोला र अन्तिमसम्म हेर्नुभयो भने चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। पहिलो प्रश्न रहेको छ, नयाँ नक्सा सहितको 100 रुपियाँ कहिलेदेखि चलन चल्तीमा आएको हो? यसको उत्तर रहेको छ 2082 साल मङ्सिर 11 गते। अर्को प्रश्न रहेछ प्रश्न नम्बर 2, अन्य ग्रहको विपरीत दिशामा घुम्ने ग्रह कुन हो? यसको उत्तर रहेछ शुक्र। अर्को प्रश्न रहेको छ, न्युजिल्यान्डको पहिलो निर्वाचित महिला प्रधानमन्त्री को हुन्? यसको उत्तर रहेछ हेलेन कार्ल। अर्को प्रश्न रहेछ प्रश्न नम्बर 4, पानीको भन्दा कम घनत्व भएको ग्रह कुन हो? यसको उत्तर रहेको छ शनि। अर्को प्रश्न रहेछ प्रश्न नम्बर 5, टाइम म्यागजिनको 2025 का उत्कृष्ट 100 तस्बिरमा समावेश गरिएको नेपालका 2 तस्बिरहरू कुन कुन हुन्? यसको उत्तर रहेको छ नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार चल्दै गरेको एएफपी का लागि प्रवीण राणा भाटले खिचेको तस्बिर र एपी का लागि कुङ्गा शेर्पाले खिचेको सगरमाथामा आरोहीहरूको भिडको तस्बिर भन्ने रहेको छ। यसको उत्तर चाहिँ अर्को प्रश्न रहेछ प्रश्न नम्बर 6, विश्व एड्स दिवस कहिले मनाइन्छ? यसको उत्तर रहेछ डिसेम्बर 1। सन् 2030 सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ। अर्को प्रश्न रहेछ प्रश्न नम्बर 7, विश्वमा हाल कतिवटा देशमा मृत्युदण्डको व्यवस्था गरिएको छ? यसको उत्तर रहेछ 53 वटा देशमा चाहिँ मृत्युदण्डको व्यवस्था गरिएको छ। अर्को प्रश्न रहेछ लङ्काका राजा रावणका पिता को थिए? यसको उत्तर रहेको छ विश्रवा ऋषि। अर्को प्रश्न रहेछ प्रश्न नम्बर 9, 2082 सालको अरणीको युवा कला पुरस्कार कसलाई प्रदान गरिएको छ? यसको उत्तर रहेछ कलाकार सुरेम देसार। अर्को प्रश्न रहेछ प्रश्न नम्बर 10, पचाल झरना कुन जिल्लामा पर्दछ? यसको उत्तर रहेछ कालीकोट। हजुरहरूले चाहिँ भिडियो अन्तिमसम्म हेर्नुभयो भने प्लिज भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नुहोला। थ्याङ्क्स फर वाचिङ।